हिजोको एपिसोड छ हेर्नुभयो स्प्लिट्स भिल्लाको पैसा भिल्लावाला म चाहिँ पैसा भिल्ला चाहिँ डरलाग्दो हुने रहेछ है एपिसोड भनेर चाहिँ एक्साइटेड भएको त झन् अल्छी लाग्दो एपिसोड पो बोकेर आएछ है अरू त तमासा मात्रै पैसा भिल्लामा त झन् त्यस्तो मरन च्यासीहरू पो आएछ है के किनक्दो कन्टेस्टेन्टहरू ल्याएको इन्डियामा चाहिँ मान्छे नपाएर नै बाहिरबाट ल्याएको क्यानाडाबाट फेरि के अल्छी लाग्दो अलिक ल्याए पनि ढङ्गको ल्याउनु नि बरुभन्दा हाम्रो दार्जिलिङहरूतिर यतातिर आउनु नि एक पाउँथ्यो त कन्टेस्टेन्टहरू अबै त्यो गुल्लु भन्ने फेरि आज त्यो गुल्लु पुल्लु भन्ने त्यसलाई फेरि के साह्रो ओभर हाइप्ड गरेको है भइ अनुहार न दनुहारको अनुहार चाहिँ किरिङ गर्ला जस्तो छ बाँदर जस्तो अनुहार बोकेर जो पाइ त्यसलाई डिएम गरिबस्दो रहेछ अस्मिता अधिकारी चाहिँ अलिक ढङ्गको रहेछ हेर्नु लाइक है नेपाली नै हो भनेको सुनेको थिएँ अब हो कि होइन आई एम नट कन्फर्म अब हेरौँ है अस्मिता अधिकारीले चाहिँ अलिक उयो गर्ने रहेछ तर र्युमर चाहिँ त्यो गुल्लुसँग पेयर गर्छ अरे नि त फेरि मनै नपर्नेसँग ए फेरि त्यो अनुष्का घोष के त मै हो मिस वर्ल्ड भन्ला जस्तै गरेर बिहेभ गरेको त्यो गुल्लुको तमासा देख्दा चाहिँ त्यो प्रीत आयो भने चाहिँ केही नै हुन्छ होला भनेर हेरेको त्यहाँबाट त केही न के रहेछ है अल्छी लाग्दो त्यो केटाहरूले त्यो भ्यागुते डान्सहरू गरेको भन्दा त हामी न अलिअलि भए पनि पारा ल्याउँथ्यो होला भाइ तर फेरि त्योहरूलाई केटीहरू त्यस्तोहरू रहेछ अन्त फेरि त्यस्तोहरूसँग फेरि को डान्स गर्छ भनेर पनि ननाचेको होला हौ त्यो केवना भन्ने फेरि के त बङ्राङ हिँडेको सुरुचिको दिदी नै रहेछ त्यो त साँच्ची नै भाइ यहाँरिका पनि अलिक राम्रो नै रहेछ है तर अब फेरि त्यसको के बिप छ है उर्फीसँग त्यो खुसीले फेरि लुगाइ नपाएको कि के हो के लगाएर आएको त्यो यो सिजनमा पनि है गुल्लु र पुल्लु भनेर योगेश र स्योगेश भनेरै वाक्कै पारेर उलिक पार्ने रहेछ है त्यही रोडिस्कोहरूलाई नै हाइप गर्नु नै स्प्लिट्स भिल्ला बनाएको जस्तै भयो अब चाहिँ ए फेरि त्यो मिसचिफ मेकरहरू के हो त्यस्तो उर्फी त उर्फी भइहाल्यो फेरि अर्को निया शर्मा भन्ने के जिराफ जत्रो अग्लो है अब हेर्दै जाउँ है कसै कसै पेँडा कसै कस्तोहरू ल्याएको छ त्यसमा 3-4 जना चाहिँ अलिक लायकको छ है अब को तपाईँहरूको फेभरेट बन्ने हो को मेरो फेभरेट बन्ने हो है त्यो टाइम आएपछि नै हुन्छ है